गंभीर शब्दमा बोल्नुभयो भगवान। मया तिकारी भगवान मखमन बोल्नु भिन्नता, मैले जानी जानी तिम्रो यज्ञ भङ्ग गरिदिएको, किनभने तिमीमा मदनु स्मृत्यते नित्यम मत्तस्येन्द्र श्रियाभिषम, तिमीलाई घमण्ड आयो, सम्पत्तिमा तिमी मात्यौ, त्यही तिम्रो घमण्ड चुर गर्नु पर्यो भनेर मैले भङ्ग गरिदिएको। यो साम्वर्तक नाम गरेको मेघगण कहिले वर्षाउने हो भनेर सोधेको त प्रलयकाल। अहिले प्रलयकाल आएको त आफ्नो अधिकारभन्दा बाहिरको कर्म गर्न मिल्छ, इन्द्र अब यस्तै भुल गर्ने भनेर गाली पनि गर्नुभयो भगवानले। इन्द्र थरथर कामिराखेको थिए। अनि त भगवानले भने गम्यताम सग्रभद्रम व क्रियताम वीरु शासनम, जाऊ मेरो आज्ञाबाट उल्लङ्घन, यति पनि आज्ञाको उल्लङ्घन नहोस्। भगवानको आज्ञा भयो। कामधेनुले त्यति बेला स्तुति गरिन्। कृष्ण कृष्ण महायोगिन विश्वात्मन विश्वभावना, यसरी स्तुति गरिन्। भवता लोकनाथेन सनाथा वयमच्युत, भगवान हामी पशु जाति गाई जाति सबैलाई पनि तपाईँले सनाथ गरिदिनु भयो। मेरा वंश सबैलाई तपाईँले प्यार दिनुभएको छ, पालन पोषण गर्नुभएको छ। कामधेनुले पनि स्तुति गरिन्। आफ्ना दुधधाराले अभिषेक गरिदिन्। यसरी स्तुति गरे। इन्द्रको गर्व चुर भयो। भगवानको त्यो गोकुल जस्ताको तस्तो एउटा टसबाट मस भएन, पानीले छुँदै छुएन। यत्रो पानी कहाँ गयो? भगवानले रामावतारको कथा छ। सीताले के गर्नुभएको थियो अरे भने एकजना ब्राह्मणलाई भोजन गराउने व्रत लिनुभएको। ब्राह्मण बोलाइदिनुहुन्थ्यो, रामले भोजन गराउँथिन् सीता। रामसँग एक दिन भन्नुभएको छ, ब्राह्मण त बोलाउनुहुन्छ तर 2टा रोटी दिन्छु, भयो 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 भनिहाल्छन्। अलिक रोटी 8-10वटा रोटी खाने खालको बोलाइदिनुहोस् न, अलिक खाने खालको बोलाइदिनुहोस्। रामले पनि यिनलाई अब खाने खालकै बोलाइदिनु पर्यो भन्ने ठान्नु भएछ। क्या हो, ऋषि अगस्त्यलाई बोलाइदिनु भएछ। समुद्र जम्मै पिउँदा पनि पेट नभरिने, तापी तापी सबै लिँदा पनि पेट नभरिने, त्यस्ता अगस्त्यलाई बोलाइदिनु भएछ। अनि रोटी दिन थाल्नुभयो। सधैँ 2-4वटा ल्याएर सीताजीले दिइसक्न पाउनु नै भएको थिएन, अरू पनि छ कि भनिहाल्नु। आज ब्राह्मण आउनुभएछ भनेर अलिक 8-10वटा ल्याउनु भयो, अरू पनि छ कि भनिहाल्नु। अब एक्लै भएन, साथी गुहार्नु भयो। 1-2जना साथीले पनि भएन। रोटी जति लाग्यो सबै अघि सिद्धिन्छन्, जति लाग्यो सबै सिद्धिन्छन्। साई कणाउँदै आटा गुड्न लगाउनु भयो, साई कणाउँदै पकाउन लगाउनु भयो, आफू बोक्ने मात्रै। तर पनि पत्तो लागेन। हजारौं बोरा आटाहरू सकिए, हजारौं नारीहरू गलेर थकित भए। सीताजी बोकेर लैजाँदै बाटोमा लड्नु भयो। रामपट्टि हेर्नु भयो, भगवान अझै भयो। भगवानले इसारा गर्नुभयो, आज भयो, आज भयो, अब भयो। पानी चाहिँ पिउन त भन्नुभयो। मलाई रोटी पुग्यो, पानी। अनि त हजारौं घैला, 3 पाथे घैलामा हजारौं घैला ल्याएर पानी दिनु, पत्तै चल्दैन। भगवान त्यो हेर्नुभएछ। थाक्यो नि अब पानी उठाएर ल्याउँदा दिँदा। भगवानपट्टि हेर्नुभएछ। म पियाउँछु तपाईँलाई पानी भनिदिनु भएको रहेछ। तपाईँलाई म पियाउँछु भनिदिनु भएको रहेछ भगवानले। त्यो पानी पियाउने दिन आएकै थिएन रहेछ भगवान। अगस्त्यलाई पानी पियाउनु पर्ने थियो, त्यो समय पाउनै भएको रहेन रहेछ। कृष्णावतारमा जब यसरी साम्वर्तक नाम गरेको त्यो मेघगणहरूले हात्तीका सुँड जस्ता जलधारा वर्षाउन थाले। झट्ट सम्झना आयो भगवानलाई, ओहो मैले ऋषि अगस्त्यलाई पानी पियाउनु थियो नि त, आजै हो मौका भनेर ऋषि अगस्त्यलाई आह्वान गर्नुभएछ। अगस्त्यजी मैले पानी पियाउँछु भनेको थिएँ नि रामावतार, ल पिउनुहोस् यही पानी, तपाईँ आज तृप्त हुनुहोस् पानी पिएर भनेर। अनि सबै अगस्त्यले आफ्नो मुखमा पानी पिइदिनु भएछ। गोकुल बग्यो, बगेन नि। गोकुल त धुलो उडिराखेको थियो। यसरी भगवानका लीलाहरू हुन्छ। अवतारका लीलाहरू गाँसिएर पनि लीला हुन्छन्, अवतारका लीलाहरू पनि पुष्टि हुन्छन्, होइन? भगवानका लीला विचित्र छन्, अनन्त छन्, अखण्ड छन्। यसपछि भगवानका लीलामा भगवानको रास छ। रास भनेको परम मङ्गलमय
भगवानको कृपा हो। रास भन्नु नै कृपा हो भगवान। पहिलो श्लोकमा त्यो रासको 40 श्लोकमा भगवान पिता रात्रि शरदोत्फुल्ल मल्लिका वीक्ष रन्तुम मनश्चक्रे योग मायामुपाश्रिता। वीक्ष रन्तुम मनश्चक्रे योग मायाम उपाश्रिता। शरद पूर्णिमाको त्यो सुनौलो सुन्दर त्यो रात्रिलाई देखेर भगवानले के गर्नुभयो अरे भने रन्तुम खेल्न इच्छा गर्नु। रन्तुम मनश्चक्रे आफू मात्रै होइन सबैलाई पनि आनन्दित दिनका लागि सबैसँग खेल्नका लागि मन बनाउनु भयो। कसरी त खेल्ने? योग मायाम उपाश्रिता। मायाका योगमा। माया शब्दको अर्थ हो घमण्ड। माया शब्दको अर्थ हो दम्भ, जसलाई दम्भ भनिन्छ होइन। दम्भ माया भनेको दम्भ हो। भित्र केही होइन तर बाहिर जसले देखाउन खोज्छ नि, भित्र अर्कै छ तर देखाउने बाहिर अर्कै छ। त्यो देखाउने जुन भावना जुन देखाइरहेछ त्यो देखाइएको पदार्थ चाहिँ माया हो। हामी भित्र केही नभए पनि बाहिर पनि केही ठाँटबाटले निस्किन खोज्छौँ होइन, त्यो माया हो। भित्र गरिब भए पनि बाहिर चाहिँ अलिक राम्रै पाराले निस्किन खोज्छौँ नि होइन, त्यो माया हो। माया शब्दको अर्थ अर्को पनि हो। माया दम्भे कृपायाम च। शब्दकोशले त्यसो भने माया शब्द दम्भ अर्थमा पनि हो तर कृपा अर्थमा पनि हो है त भनेका छन्। अब भगवानले यहाँ दम्भ त लिनु भएको होइन होला, भगवानले रासमा त अब कृपा लिन खोज्नु भएको होला। कुन कृपाको कस्ती कृपाका योगमा चाहिँ भगवानले रास गर्न आँट्नु भयो त? कृपाका योगमा गर्न आँट्नु भयो त भन्दा राधा नाम गरेकी जो सर्वस्वरूपा कृपा हुनुहुन्छ उहाँकै योगमा भगवानले त्यो रास गर्न आँट्नु भयो। भगवान त्यस दिन साँझ परिसकेपछि बाहिर निस्किनु भयो, यमुना किनारमा पुग्नुभयो। उहाँ पुगेर के गर्नुभयो भगवानले? जगौ कलम्बामदृशाम मनोहरम। सारा आत्माहरूलाई सारा प्राणीहरूलाई आकर्षित गर्ने मोहित गर्ने त्यस्तो ध्वनिमा वंशी बजाइदिनु भयो भगवानले। अब वंशीनाद भनेको सबैको आनन्द हो, सबैलाई आकर्षित गर्ने ध्वनि हो त्यो वंशी ध्वनि भनेको। त्यहाँ कोही पनि वंशीको ध्वनि सुनेर कोही पनि टिक्न सकेन। सारा गोपिकाहरू त्यहाँबाट दगुरेर त्यहाँ पुग्न थाले। दुवन्त्यो विवेकस्य दोहमित्वा समुत्सुका। कोही धुँदै गरेका दगुरे, कोही भोजन बनाउँदै गरेका डाडु पुण्यो हातमै लिएर पुगे, कोही दुधेराहरू हातमै लिएर पुगे, कसैले नुहाउँदै गरेका आधा वस्त्र लगाएका आधा वस्त्रहरू नलगाइ पुगे, कसैले काजल लगाउँदै गरेका आँखामा एउटा कालो बनाइसकेको छ फुस्रे आँखो लिएर पुगे, कोही कोर्दैछन् केस काङ्ग्यो हातमै छ, आधा केस कोरेको छ आधा केस त्यस्तै लत्ता परिरहेको छ त्यस्तै पुगे। जुन अवस्थामा थिए त्यस्तै अवस्थामा त्यहाँ पुगे, सबै पुगे, कोही पनि बाँकी रहेन। तर कसैले कसैलाई जाउँ भनेन नि, आज सबै म एक्लै जान्छु म एक्लै जान्छु। यसरी सारा गोपिकाहरू त्यहाँ पुग्छन्। त्यहाँ पुगेको देखेर भगवानले सारा गोपिकाहरूलाई त्यहाँ पुगेको देखेर भगवान के भन्नुहुन्छ? स्वागतम ओ महाभागा प्रियम किम करवाणी वा। स्वागत छ गोपिकाहरू, म के सेवा गरौँ? तपाईँहरूको सेवा के गरौँ? गोपिकाहरू एकदम चुप्प लागि के सेवा गरौँ भनेपछि एकदम चुप्प लागे। फेरि सोध्नुभयो वृत्तागमन कारणम, आउनुको कारण बताऊ, किन आएकी हौ यहाँ किन आए? विदेशी अनामय व्रतमा ठुलो उपद्रव हुँदैछ, कोही दानवहरू आएको छ अनि भागेका तिमीहरू के किन यहाँ आएको कारण के हो? फेरि कोही बोलेन, भन्न थाल्नुभयो रजन्यसा घोर रूपा घोर सत्य सेविता प्रतियात। यो राति हो, रातिको माथि तपाईँहरू नारी, रात्रिको समयमा नारी बाहिर कहिले पनि बस्नु हुँदैन। प्रतियात फर्किया हो, यो त बाहिर हो, यमुना किनार हो,
ब्रजम नेहस्तेयम, यहाँ बस्दै नबस्नु, फर्किहाल्नु। किनभने तपाईँका मातापिता छन्, पति छन्, छोराछोरी छन्, सबै छन्, उनले खोज्दा होलान्। अब वन हेर्दै आउनु भएको भने फुलेको वन देखिहाल्नु भयो, राम्रो मालती फुलेकी छन्, चन्द्रमा लाग्नु भएको छ, सबै कुराहरू देख्नुभयो, तुरन्तै फर्किहाल्नुहोस्, तुरन्तै फर्किहाल्नुहोस्। तपाईँ त विवाहिता हुनुहुन्छ, पतिदेव हुनुहुन्छ घरमा, उहाँले के भन्नु होला, तपाईँहरू तुरन्तै फर्किनुहोस्। पतिलाई कहिले पनि अपहेलित गर्नु हुँदैन। पति स्त्रीवीर नहातव्यो लोकेप्सुली अपातकी। पतिदेवको आज्ञालाई, पतिदेवको सन्निधिलाई सौभाग्यवती नारीले कहिले पनि छोड्नु हुँदैन। छेउमा उहाँको भनेको उहाँले कुराहरू सुन्दै गर्नुपर्छ र उहाँले भनेका कुराहरू गर्ने पनि गर्नुपर्छ, सल्लाह दिनु पनि पर्छ, सल्लाह लिनु पनि पर्छ, चाहे जस्तो। त्यसकारण तपाईँहरू फर्किहाल्नुहोस्। बडा खेदमा परे अरे सुखदेव स्वामी भन्नुहुन्छ, आँखाभरि आँसु आए, आँसु तप तप खस्न थाले यिनीहरूका। अस्त्रै रूपा तमसिबी कुच कुङ्कुमानी, बगेका आँसुले आफ्ना वक्षस्थलमा लगाएको कुमकुम पनि सबै धोइयो अनि आँखाबाट आँसु खसाल्न थाले। त्यसका पछाडि आफ्ना गोडाका बुढी औँठाले भुइँमा कोर्न थाले, लेख्न थाले। यस्तो स्थिति भयो। आँट गरेर बोले, भगवान कृष्ण तपाईँ हामीसँग डराउनु भयो, हामी कुनै दुर्भावना लिएर आएको छौँ भनेर डराउनु भयो। त्यस्तो नलिनुहोस्, त्यस्तो भावना नलिनुहोस्, त्यस्ता कुरा नभनिदिनुहोस् प्रभु, फर्किएर जा नभनिदिनुहोस्। किनभने हामी अर्कै भावना लिएर आएका। भाइबम विभोरति भगवान गरितम। यो बोली यति कठोर लाग्यो, बाणले हानेको भन्दा पनि कठोर लाग्यो हामीलाई यो बोली। किनभने हामी त कसरी आएका छौँ यहाँ, सम्त्यज्य सर्व विषयम स्तव बालमूल। हामी भित्र कुनै विषय छैन, काम वासना छैन, इच्छा छैन। भगवानका चरणारविन्दको सेवक सेविका भएर मात्रै हामी आएका हौँ प्रभु। यसरी बिन्ती गरे अनि हामी हाम्रा पतिदेवको कुरा तपाईँले गर्नुभयो हो, घरमा हुनुहुन्छ आरतीदै किम, तर उहाँ हाम्रा घरमा हुने पतिदेव नित्य प्रिय पतिसुता दिवीरार्तीदै किम। घरमा हुने हाम्रा पतिदेव त हामी जस्तै हुनुहुन्छ, हामी जस्तै आरतीदै। संयोग हुने, वियोग हुने, भेट हुँदा खुसी हुने, वियोग हुँदा दुःख लाग्ने, के होला नि भन्ने चिन्ता भइराख्ने, कसो हुने हो नि भन्ने चिन्ता बढाइराख्ने। पति पुत्र सन्तान आफन्त भनेका जति धेरै बनाइन्छ त्यति मनमा धेरै धेरै फलामका किलाहरू ठोकेको जस्तो पीडा हुने, दुःख हुने, मनमा त्यस्तो ठुलो पीर पर्ने, फलानालाई पो के हुन्छ कि उसलाई पो के हुन्छ कि उसलाई पो के हुन्छ, ऊ कता गाल्छ किन आएन, कति पीर हुन्छ। त्यस्तो पीर हुने ती पतिदेवले के गर्ने, भगवान तपाईँ प्रसन्न हुनुहोस्। तपाईँ त सबैका पति, हाम्रा पतिदेवका पति, पति हाम्रा मातापिताका पनि पति। पति भनेको रक्षक, सबैका रक्षक तपाईँ हुनुहुन्छ, सबैका स्वामी पनि तपाईँ नै हुनुहुन्छ। त्यसकारण हामी तपाईँका शरणमा आएका पतिदेव। भगवान पतिदेव भनेर तपाईँले भन्नुभयो, हामी एउटा प्रश्न सोध्न सक्छौँ भनेर सोध्नुभयो। प्रश्न त जति सोध्नुहोस् न म उत्तर दिइहाल्छु नि भन्नुभयो। एउटा कथा सोध्नुभयो। एउटा गाउँमा एउटी पतिव्रता नारी आफ्ना पतिदेवको सेवा गरेर बस्दिरहेछन्। उनको नित्य सेवा के रहेछ भने बिहान चरण धुने, अनि चरण धोएर शिरमा जलहरू चढाउने, अनि पतिदेवलाई प्रसादी भोग लगाएर भोजन गराउने, अनि त्यसका पछाडि आफू त्यति नगरुन्जेलसम्म बरु आफू दिनभरि भए पनि केही नपाउने, त्यस्तो व्रत छ। पतिदेवको गोडा धुन पाइएन भने, पतिदेवलाई भोजन गराउन पाइएन भने आफू पनि नगर्ने। दैव संयोग के भएछ भने एक दिन 4 महिनाका लागि पतिदेव बाहिर जानुपर्ने भएछ। निलो भयो, तय भयो। यी गोपिकाहरूले सोधेको है त, तपाईँहरूले उत्तर दिनुपर्छ नि भने राम्ररी कथा सुन्नुहोस्, भरे यही ठिक हो भन्नुपर्छ नि। भन्नु भएन भने तपाईँहरूले कथा सुनेको रहेन रहेछ भन्छन्। त्यो परदेश जानुपर्ने भएछ 4 महिनाको लागि। तयार भयो, हिँड्ने दिन आयो। पत्नीले अगाडि आएर हात जोडिँदो रहेछ, लु हामी सधैँका लागि बिदाई पतिदेव, अब हाम्रो भेट हुँदैन।
अरे पग्ली के भन्दैछु तिमी? म 4 महिनाको लागि जाने कसरी भेट हुँदैन? प्रभु 4 महिनामा कसरी बाँच्छु त? तपाईको चरणोदक नलिकन हजुरलाई प्रसादी भोग नलगाइकन मैले पाउने गरेको छुइनँ। तपाईँ नै हिँडिदिएपछि त मेरो सकियो नि। 4 महिनामा केही भोजन नगरी बाँच्छु त? लाठी तलाठी साँच्चीकी लाठी रहेछौ। एउटा ठुलो भाँडो दे र धेरै एक गैला पानी पनि ल्याऊ भनेर ल्याउन नगर्नु। ल मेरो कुरा यहाँ धोएर राख। वर्ष दिनलाई पुग्ने राख न, के को 4 महिनालाई? तिम्रो एउटा कुरा त सिद्धि होइन भयो होइन? यो त भयो। अनि तपाईँलाई भोग लगाउने चाहिँ नि त तपाईँलाई भोजन गराएर मात्रै पाउने। माटाको मूर्ति बनाऊ मेरो, भगवान्लाई भोग लगाइँदैन मूर्तिको अगाडि, त्यसरी भोग लगाऊ मेरो अगाडि। अब चाहिँ यति बेर लाग्थ्यो होला भोजन गर्न भनेर पर्ख त्यति बेर, अब चाहिँ भोग लागिसक्यो भनेर खाऊ, भइहाल्यो। उनले पनि त्यसै गरिछन्। पतिदेवको कुरो मानिन्, त्यो चरण धोएर राखिहालिन् भाँडामा होइन। अनि मूर्ति बनाइछन्, मजाको कोट सोट लगाइवरिकन ठाकठोक आफ्ना पतिदेव जस्तो हुनुहुन्थ्यो त्यस्तै भोजन गर्दा जसरी बस्नुहुन्थ्यो त्यस्तै धोती सोती फेराउने ओर्ने गरिछन्। 4 महिना बित्यो, पतिदेव पाउने बेला पनि भइसकेको थियो। एक दिन ठ्याक्कै पतिदेवको सेवामा बसेकी रहेछन्। भगवानको सेवा टक्क सकेर ती भगवानकै छेउमा गर्थिन् पतिदेवको सेवा पनि, त्यो मूर्तिको सेवा। ठ्याक्क बसेको बेलामा बाहिरबाट टक टक आयो, ढोकामा कहिले नोक गर्यो, ढोका टक टक पार्यो। यसो विचार गर्दा आफ्नै पतिदेव आउनु भएको रहेछ। भगवान श्रीकृष्ण अब भन्नुहोस् यिनले अब के गर्नु? पूजामा भर्खर बसेकी छन्, अब पूजा सकेर उठौँ ढोका खोल्न कि अब ढोका खोल्न उठौँ? लु भनिदिनुहोस् भनेर सोधेछन्। अब के भनिदिउँ? के भन्नु होला कृष्णले? हामी के भनिदिउँ? ढोका खोला भन्नु कि पूजा चाहिँ सकेर जाऊ भन्नु त? मूर्ति मात्रै हुँदैन, पूजा छोडेर हुँदैन नि काका। पतिले निराश भएर फर्क्यो भने के फर्केर सक्यो फेरि त्यतै रिसाउँछ, त्यता मूर्ति त रिसाइ। भगवानले उत्तर दिनुभएछ, साँच्ची नै तिम्रो जिउँदो जाग्दो पति आएको भने त त्यो माटाको मूर्ति त एकपट्टि पल्टाइदेऊ त्यसै ढोकै खोला तिमी। हो त्यही गरेको प्रभु, हाम्रा पतिदेवहरू त माटाको मूर्ति त हो नि त, भोलि ढलिहाल्छ के भयो। तर भगवान ढल्नुहुन्न, भगवानको कहिले अन्त हुँदैन। त्यही कहिल्यै पनि अन्त नहुने जिउँदो जाग्दो पति तपाईँ हुनुहुन्छ, त्यसकारण आएका भने। अनि हो त्यसैका लागि मैले तिमीहरूलाई यो कुरा अहिलेसम्म गर्दै थिएँ, मलाई चित्त बुझ्यो भन्नुभयो। भगवान पनि खुसी हुनुभयो। अब यहाँ गोपिकाहरूसँग भगवानले वंशी बजाएको भनेको चाहिँ त्यो आनन्दमय राग। रास भनेको भगवानको, रास भनेको के हो त्यसलाई पनि बुझ्नु पर्यो नि। रास गर्नुहुन्छ भगवान। रसो वैश, हाम्रा वेद वेदान्तहरूले के भने स रस, त्यो परमात्मा प्रभुलाई भन्नु पर्यो भने के भन्नुपर्छ? रस भन्नुपर्छ। रस भन्दाखेरि परब्रह्म परमात्मा भन्ने बुझिन्छ। रस एव रास, त्यो परमात्मा प्रभु जुन हो उसको लीला पनि, लीला जुन हो त्यो रास हो। भगवान नै रास पनि हो। त्यो रास भनेको के हो? परमानन्द हो। जुन भगवानमा भएको परमानन्द हो त्यही रास हो। भगवान नै रस हो, भगवान नै रास पनि हो। रास भनेको के रहेछ? परमानन्द। कुनै गोठाल्ने छिटीहरूसँग भगवानले हात समाएर नाचेको खेल रासको नाम होइन रहेछ। भगवानले यी परम भक्त आत्माहरू जन्म जन्मान्तर युग युगान्तरदेखि भगवानको सान्निध्य पाऊँ भनेर प्रार्थना गर्ने, तपस्या गर्ने, बिन्ती गर्ने, भगवानपट्टि तन्मय भएर बाँच्ने ती आत्माहरूलाई भगवानले आनन्द दिनुपर्ने क्षण आइपुगेको रहेछ। र ती सबै आत्माहरू त्यहाँ पुगेका रहेछन्। त्यति बेलामा यहाँ चाहिँ को थिए त ती आत्मा भनेर भन्दा, यो रासमा आउने आत्माहरू भन्दा सत्ययुगदेखिका तपस्वी ऋषिहरू, भगवानको सान्निध्य नपाएर तडपिराखेका, भगवानले बेला बेलामा भनिदिँदै गर्नुभएको द्वापर युगमा
कृष्ण अवतार हुन्छ त्यति बेलामा मात्रै सान्निध्य हुन्छ। राम अवतारमा ऋषिहरूले भगवानको चरणारविन्द स्पर्श गर्न खोजे। भगवानले भन्नुभयो म मर्यादा पुरुषोत्तम हुँ, क्षत्रिय हुँ, मेरो चरण स्पर्श गर्न मिल्दैन। कृष्ण अवतार हुन्छ मेरो, तपाईहरू त्यहाँ म गोपिकाहरूसँग रहेको हुन्छु, गोपिका भएर जानुहोस्, त्यहाँ स्पर्श मिल्छ भनेर भनिदिनु भएको थियो। त्यति बेला भगवानले रामावतारमा पनि, रामावतारमा सारा राजकुमारीहरूले भगवानको श्री विग्रह स्पर्श गर्न, विवाह गर्न जस्ता कुराहरू इच्छा गरेका थिए। भगवान रामको त्यति बेलामा आज्ञा थियो कृष्णावतारमा मेरो श्री विग्रह स्पर्श गर्न पाउनुहुन्छ राजकुमारीहरू, अहिले होइन, तपाईँहरू तपस्या गर्नुपर्छ, अहिले म मर्यादा पुरुषोत्तम म भनिदिनु भएको थियो। वेदका ऋचाहरू अनन्त 1,00,000 ऋचाहरूमा 80,000 ऋचाहरू त कर्मकाण्डमा गए, भगवानदेखि टाढै हुन्छन्। कर्मकाण्ड भगवानको सन्निधिमा हुँदैन, भगवानका छेउमा पुर्याउन सक्दैन कर्मकाण्डले। कर्मकाण्ड गर्नुपर्छ मन बुद्धि चित्त शुद्धका लागि, शुद्धिका लागि, शरीर शुद्धिका लागि यी गर्नुपर्छ, तर कर्मकाण्डमा मुक्ति छैन, निश्चित हो। शास्त्रहरूले त्यसो भने, महात्माहरूले त्यसो भन्नुभयो, हाम्रै आचार्यहरूले त्यसो भन्नुभएको छ, हामीलाई पनि त्यही अनुभव पनि भएको छ होइन। कर्मकाण्डमा मुक्ति छैन। कर्मकाण्डका 80,000 ऋचाहरूले त मुक्ति पाउनु भएन, ती ऋचाहरूले हामीलाई मुक्तिमा कसरी पुर्याउनु। 20,000 ऋचा रहे, 5,000 ऋचाहरू ज्ञान काण्डमा छन् र 4,000 ऋचाहरू ज्ञान काण्डमा छन् र 16,000 ऋचाहरू चाहिँ हाम्रा भक्तिमा छन्, उपासना काण्डमा छन्, भक्ति मार्गमा छन्। यी ऋचाहरू पनि सबै भगवानको अङ्ग स्पर्श गर्न यहाँ गोपिका भएर पुगेका छन्। यी ऋचा अरू बेलामा अवसर पाएनन्, कहिले पनि पाएनन्। भागवतको यही 10औं स्कन्धको अन्तमा पुगिसकेपछि ती ऋचाहरूले नै भगवानको स्तुति गरेका छन्। पाऊँ प्रभु, पाऊँ, हामी पाऊँ, चरण स्पर्श पाऊँ भनेर स्तुति गरेका छन्। त त्यस्ता ऋचाहरू त्यहाँ थिए, यी सबै थिए। अब यी अनन्त कोटि ब्रह्माण्डका अनन्त कोटि भगवानको त्यो आनन्द प्राप्त गर्ने जुग जुगान्तरदेखि तपस्वी भएर रहेका, भगवानप्रति नै मन फर्काएर रहेका ती आत्माहरू यहाँ भगवानका सन्निधिमा अहिले आएका थिए। र पनि संसार हो, केही सानो विषयले संसारका क्षय हुँदो रहेछ। अब यो रास भयो, भगवान रास जति बेलामा भगवानले हातमा हात समाएर जति गोपिका थिए त्यतिसँग भगवानले रास गर्न लाग्नुभयो। यो लामो हुन सकेन, एकछिन पछाडि गोपिकाहरूले आफ्ना मनमा भावना कस्तो उब्जायो भने कृष्ण मेरा प्यारा हुनुहुन्छ, किनभने मेरो हात समाउनु भएको छ। तिनीहरूलाई यो अझै ज्ञान भइसकेको थिएन रहेछ, संसारले अलिअलि छोएकै रहेछ। भगवान अनेक रूपा, जति रूप अनेक रूप हो सौ, भगवान अनेक रूपा पनि हुन्छ, अरूपा पनि हुनुहुन्छ। भगवानको रूप पनि छैन, अनेक रूप पनि छ, त्यो नजानेका परेछन्, त्यो ज्ञान नभएका परेछन्। अनि मसँग मात्रै हुनुहुन्छ भगवान, मसँग मात्रै हुनुहुन्छ भगवान, सर्वत्र भगवान व्याप्त हुनुहुन्छ, अनेक रूप लिन सक्नुहुन्छ भन्ने भावना आएन रहेछ त्यति बेला। संसारले छोइराखेको भगवानले अब यिनीहरूका मनमा घमण्ड भयो, मैले रास त आनन्द त दिन खोजेँ। रास भनेको परमानन्द हो, रास भनेको कुनै नाच होइन, कुनै गान होइन। यी परम तपस्वी आत्माहरूलाई, भक्तात्माहरूलाई दिएको आनन्दको नाम रास हो। भगवानले दिनुभएको आनन्दको नाम रास हो। अनि त भगवानले तिमीहरूको घमण्ड चाहिँ गएन रहेछ भन्ठान्नु भयो र अन्तर्धान भइदिनु भयो। सारा गोपिकाहरू एकछिन त फर्किएरे, आउनुहुन्छ नि भनेर अन्तर्हिते भगवती सशैव ब्रजाङ्गना अतप्य, बडा तापमा परे। अनि त बडा ठुलो तापमा परे। उदाहरण दिनुभएको छ करिण्य व्यूथपम, हात्तीहरू जति बेलामा मत्त हात्तीसँग क्रीडा गर्दै हुन्छन् हात्तीनीहरू, त्यो हात्ती भागिदिन्छ, हराइदिन्छ, त्यति बेलामा हात्तीनीहरू पनि बडा विह्वल हुन्छन् अरे, हात्तीनीहरू पग्ली जस्तै हुन्छन्। त्यस्तै यी पग्ली जस्तै भए। हुन त भगवान सर्वत्र हुनुहुन्छ, तर भावना त्यति शुद्ध भएको छैन, देखिनुहुन्न। भूतेषु सन्तम पुरुषम वनस्पतिम, भूतेषु सन्तम, सबै प्राणीमा हुनुहुन्छ, आफूमा पनि हुनुहुन्छ, तर भावना त्यहाँभित्र फर्क्यो भने त हो नि। बाहिर सोध्न थाले। अब
च्युत प्रियाल प्रशासनको विधार वन वन खोज्न थाले, आफलाई सोध्न थाले, अनि जामुनलाई सोध्न थाले, कदम्बलाई सोध्न थाले, तुलसीलाई सोध्न थाले, उहाँ गएर यमुनालाई सोध्न थाले, कन्हैया देखेनौ, कृष्ण देखेनौ, यहाँ त आउनु भएन, उता त आउनु भएन, यसरी सोध्न थाले। धेरै टाढो जाँदा एउटा पाइलो कृष्णको पाइलो सँगसँगै गएको देख्छन्, लौ कोही त गएकी रहेछन् भन्ने हुन्छ। अनि अलिक टाढो जाँदा बसेको जस्तो ठाउँ पनि देख्छन्, यहाँ बसाएर केस कोरिदिएको होला भन्ने अनुमान गर्छन्। राधा त जानु भएको थियो, वास्तवमा गोपिकाहरू खोजिरहेका छन्, तर खोज्दा खोज्दा कहीँ पनि भेटेन। बरु राधा रोइराखेकी भेटाए। टाढो पुगेपछि राधाले पनि म हिँड्न सक्दिनँ भगवान, टाढै जानु परेको छ भने त म हिँड्न सक्दिनँ। भगवानले भन्नुभएछ मेरो पिछ्यौमा आऊ न त, जानु त टाढै छ, यहाँ आऊ भनिदिनु भएको थियो। राधा त्यहाँ पिछ्यौमा के आरोहण हुनु खोज्नु भएको, पिछ्यौमा चढ्न खोज्नु भएको। भगवान अन्तर्धान हुनुभएछ, रोइराखेकी, भुइँमा पछारिएको पाइन्। स्वार्थ अलिकति पनि हुन्जेल भगवानले स्वार्थ दिनुहुन्न। राधाको यहाँ स्वार्थ छ, किनभने मलाई प्रेम गर्नुहुन्छ भन्ने घमण्ड छ, स्वार्थ छ। भगवान त्यहाँबाट अन्तर्धान भन्नुभयो। राधासँग पनि भेटेपछि अब खोजेर भेटिँदैन भन्ने भयो। अब हामी भेला हौँ, भेला भई सबैले लीला गरी भगवानका अहिलेसम्म मथुरादेखि लिएर गोकुल लीला, वृन्दावनमा जति पनि लीला भए ती सबै लीलाहरू ती आफैले दोहोऱ्याइसके। कोही कृष्ण हुन्छन् त, कोही गोपिका हुन्छन् त, कोही असुर हुन्छन् त, कोही ओखल हुन्छन्, त्यो कोही कृष्ण भएर त्यहाँ कोही दाम्लो भएर बाँधिन्छन्। सबै लीला गरे तर पनि भगवान श्रीकृष्ण आउन सक्नु भएन। अन्तमा सबै गोपिकाहरू एकजुट भएर गाउन लागे। भगवानलाई अब आँखा चिम गरे। भगवानको दर्शन अब कहाँ गरे यिनीहरूले? अब भित्रै भगवान खोज्न थाले, आफूभित्रै गाउन थाले। यिनीहरूले गाएको गीतको नाम गोपी गीत भनेर भनेको छ भागवतमा। एउटा दुईवटा पद गाउँ। अब यो ठुलो छ गोपी गीत, एउटा दुईवटा पद गाएर यसलाई पूर्ण गरौँ। यो गोपी गीत धेरै सुन्दर छ, धेरै राम्रो छ, मार्मिक छ। भगवान श्रीकृष्ण पनि यो गीत सुनेर टिक्न सक्नु भएन। त्यति मार्मिक छ, त्यति राम्रो छ, त्यति रसिलो छ, त्यति भगवानलाई तान्न सक्ने, आकर्षण गर्न सक्ने शक्ति भएको छ यो गोपी गीत। गोपिकाहरू अब तन्मय भएर आँखा चिम गरेर गाउन थाले। जयति देदिकं जन्मनाव्रज श्रयत इन्दिरा शश्वतत्रयी लयितकृष्णां दीक्षितावका त्वयिता सभा स्वामी चिन्मते शरदुदासये साधुजानसा सरसिजोदरा श्रीमुसादिसा सुरकनाथते सुरकदाशिका वरदगिलतुदो विनयहन्यम्बरा विसकरात्रया व्यालराक्षसा वर्षमारुता द्वैदुतानला वृषभयात्मजा विश्वतोमया वृषभते वयं रक्षितामो न खलु गोपिका नन्दनो भवान् अखिलदेहिनां अन्तरात्मने विकंसार्थितो विश्वगुप्तये सखौ देहि मां सात्वतां मुने सखौ देहि मां सात्वतां मुने। खूब गाई गोपिकाहरूले। उनको भाव जागृति भएछ। न खलु गोपिका नन्दनो भवान भने भगवान तपाईँ गोपिका पुत्र हुनुहुन्न। अखिल देहिनाम अन्तरात्मदृक् सम्पूर्ण प्राणीको आत्मा हुनुहुन्छ तपाईँ प्रभु। हाम्रो पनि अरू सबैको पनि आत्मा हुनुहुन्छ। ब्रह्माले प्रार्थना गर्नुभयो पृथ्वीको भार हरण गर्न, अनि पो तपाईँ यहाँ अवतार लिनुभएको त प्रभु। तपाईको अवतार यदेखि यो ब्रज नै लक्ष्मीको निवास भएर अर्कै भएको छ प्रभु, मङ्गलमय भएको छ।
आनन्दमय भएको छ, परिपूर्ण भएको छ। तपाईँको अवतार जस दिन यहाँ भयो त्यसै दिनदेखि यस्तो भएको छ। सबैले स्तुति गरे, तन्मय भएर स्तुति गरे, प्रभु दर्शन पाऊँ भनेर स्तुति गरे। स्तुति गरेपछि भगवान रोकिन सक्नु भएन, प्रकट हुनुभयो। प्रकट भएपछि सबैले स्वागत सत्कार गरे अनि फेरि महाराज भयो। सारा गोपिकाहरू भगवान श्री कृष्णको हातमा हात समाएर भगवानको वंशी बजेको थियो अनि त्यही वंशीको स्वरमा ताल मिलाएका थिए अनि त्यसमा गाएका थिए भजन। वंशी बजाए कृष्णले रासलीला सुरु भोनी, वंशी बजाए कृष्णले रासलीला सुरु भोनी, जगतै नाच्यो रासमा सुनेर वंशी मोहनी, जगतै नाच्यो रासमा सुनेर वंशी मोहनी। अष्टमहिषी साथमा हजारौं भेला भई, अष्टमहिषी साथमा हजारौं भेला भए, ब्रह्मा शङ्कर सबै नाचे गोपिनी जस्तै भए, ब्रह्मा शङ्कर सबै नाचे गोपिनी जस्तै भए। वंशी बजाए कृष्णले इन्द्र अप्सरा सबै नाचे, सखिया जस्तै भए, इन्द्र अप्सरा सबै नाचे, सखिया जस्तै भए। 33 कोटी देवता नाचे कृष्ण चरणमा छोई, 33 कोटी देवता नाचे कृष्ण चरणमा छोई। पशु पक्षी सबै नाचे मयूर नाचे कोइली, पशु पक्षी सबै नाचे मयूर नाचे कोइली।